हेलो साथीहरू, सबैजनालाई स्वागत छ मेरो छोटो भिडियोमा। आजको हावाहुरीले के कति क्षति पुर्यायो हजुरहरूकोतिर। हाम्रो इच्छा कामना साथ स्याङ्दी र भालुमारा जाने बाटोमा चाहिँ धेरै नै क्षति पुर्याएको जस्तो छ साथीहरू। म चाहिँ पानी रोकिसकेपछि भिडियो बनाउनतर्फ लागेँ। मैले भिडियो बनाउँदा चाहिँ मौसम एकदम सफा भइसकेको थियो। त्यसकारण म चाहिँ आज भएको क्षतितर्फ देखाउन जाँदैछु साथीहरू। छिमेकी सबैजना गएर हेरिराख्नु भएको थियो त्यहाँ। म पनि त्यसतर्फ लागेँ। म चाहिँ अफिस छुट्टी भएपछि गएको है साथीहरू त्यहाँ हेर्नलाई। त्यहाँ 3-4वटा बिजुलीको पोल र 3-4वटा रुख बाटोमा ढलेर एकदम बाटो अवरुद्ध भएको छ साथीहरू। यो बाटो कोही पनि नहिँड्नु होला। आज त सम्भव छैन, तर भोलिबाट यसको पूर्ण व्यवस्थापन गर्नतर्फ सबैजना एकजुट हुन जरुरी छ। यहाँ चाहिँ धेरै ठुला रुख, जसमा चाहिँ धेरै ठुला रुख ढलेको छ साथीहरू। हेर्नु, पुरै दुईपट्टिको बाटो नै अवरुद्ध छ। माथिबाट आउन पनि मिल्दैन, तलबाट जाँदा पनि मिल्दैन। पुरै बिजुलीको तारहरू भएमा चाहिँ लथरबङ्ग छ। यसको पूर्ण व्यवस्थापन नगरुन्जेल लाइन पनि आउँदैन। बस्नको लागि कति समस्या हुन्छ बत्ती नभएपछि साथीहरू। त्यहाँ हेर्ने मान्छे धेरैजना थियो, तर हामीले सोचिरह्यौँ यसले च्यापे भए के हुन्थ्यो होला, घरतिर गएको भए के हुन्थ्यो होला जस्तो लागिरह्यो क्या हाम्रो मनमा चाहिँ। यति ठुला रुखहरू घरको नजिक ढल्दाखेरिमा कस्तो टेन्सन हुने के रुखको छेउछेउ बस्न त।